म आफ्नो परिवारलाई बेइमानीको काम गरेर धन ल्याएर पाल्छु। के मेरो परिवारको सदस्यले पनि त्यो मैले गरेको कुकर्मको फल भोगेर लिइदिन्छ? पटक्कै लिँदैन। किनभने यो श्लोकमा यसरी भनिएको छ, काहुको नै सुख दुःख दाता निजकृत कर्म भोगै भ्राता। यो पुराणको श्लोक हो। यो श्लोकबाट के थाहा हुन्छ भनेदेखि कसैले पनि आफूले गरेको कर्म कसैले पनि भोगेर लिँदैन। आफूले गरेको कर्मको फल आफै भोग्नुपर्छ। आफूले नराम्रो कर्म गरेर धन कमाएर परिवारलाई खुसी राखे पनि त्यो सेयर गर्दैन परिवारको सदस्यले। प्रकृतिको नियम नै हो। प्रकृतिको नियम भनेको ल अफ गड हो। ल अफ नेचर जुन छ त्यही हो ल अफ गड। किनभने सृष्टि गडले गर्नुभएको छ, ईश्वरले गर्नुभएको छ, परमात्माले गर्नुभएको छ। त्यसैले उहाँकै निर्देशन अनुसार प्रकृतिले काम गर्छ। त्यसैले आफूले गरेको कर्मको फल आफै भोग्नुपर्छ। त्यसैले सचेत भएर काम गरेर राम्रो कर्म गरेर मात्रै धन कमाएर बच्चाहरूलाई पालौँ। कसैले पनि हाम्रो कर्मको भोग्ने पार्ट कुनै पोर्सन, एउटा सानो पोर्सन पनि कसैले लिइदिँदैन। त्यसैले फेरि भन्छु, काहुको नै सुख दुःख करदाता निजकृत कर्म भोगै भ्राता।